अब हामी पनि राजाका सन्तान हौँ भने म अर्थकता भन्दिनँ। कुन दिन बिरामी पर्नु भयो त्यो दिनलाई गाली गर्न त मिल्दैन होला। जुन दिन हारे पछाडि हरुवाको सन्तानले किन मेरो राज्य चाहियो भन्ने, जित्याले राज्य चलाएको त हो नि। काठमाडौँको मान्छेलाई काठमाडौँकै भनौँ न, ल टाढा छोडिदिउँ हामी। हिजो पूर्वमा छुट्टै थिए, 2224 थिए। काठमाडौँका मल्ल राजाहरूले हारेपछि शाहवंश आएको होइन, हारेर भएपछि आएको होइन। मल्ल राजा स्थापित हुनुभन्दा अगाडि लिच्छवी वंशी थिए होला नि त, किराँत वंशी थिए होला नि त। जुन दिन राज्य सत्तामा भएको राजाले जनतामाथि म सर्वैसर्वा ठुलो हुँ भनेर हो तानाशाहीपन दाने के तानाशाहपन लादे, त्यो लादे पछाडि आम जनताको लोकल्याणकारी काम गरेनन्। जनतालाई यस्तो निरङ्कुश भन्दा, यस्तो निर्दयी भन्दा माया गर्ने र न्याय दिने मान्छे आउँछ भने उसका शरणमा जान उत्तम छ भने ती जनताले साथ दिएन। साथ नदिए पछाडि तिनले छोडेर भाग्नु पर्यो। हिजोको खबर त्यही हो। एक। दोस्रो, शक्तिशालीले आएर सुव्यवस्था भएको ठाउँमा पनि हडप्दाखेरि त्यो दिन शक्तिशालीले लिएर जाँदा दिन ज्यान त जोगाइदियो नि त, वंश त जोगाइदिएर राखेर छ नि त बाँकी। भनेपछि राज्यले पृथ्वीनारायण शाहका कमी कमजोरी पनि व्याख्या गर्न सकिएला र जम्मै भन्नु पर्ला उसले मान्छे मारेका थिए भन्नु पर्ला, तर खुकुर लिएर आफै निस्किया थिए। मान्छे काटे तर सिङ्गो नेपाल दिए।